नमस्कार सबैलाई। आज फेरि म तपाईँहरूलाई मान्छेहरू लाखौँ खर्च गरेर किन ट्राभल गर्ने गर्दछ भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। विभिन्न देशका मान्छेहरू वा विभिन्न समुदाय, विभिन्न ठाउँका मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को ठाउँमा घुम्नको लागि जाने गर्दछन्। हाम्रो नेपालको तुलनामा अरू विकसित देशहरू, युरोपियन देशहरू हाम्रो भन्दा पनि बढी घुम्ने गर्दछन्। तिनीहरू पैसा जम्मा गरेर सबै फ्यामिली मेम्बरहरू एक देशबाट अर्को देश वा एक ठाउँबाट अर्को ठाउँ जाने गर्दछन्। एक देशबाट अर्को देश वा एक ठाउँबाट अर्को ठाउँ जाने गर्दछन्। जति नयाँ ठाउँमा जानुहुन्छ तिनीहरू त्यति नै तिनीहरूको माइन्ड शान्त, मेन्टल स्ट्रेस हट्छ र नयाँ अनुभव सहित नलेज, कन्फिडेन्ट बढ्दछ। जीवनको नयाँ अनुभव लिन्छ। अरू देशको लाइफस्टाइल, जीवनशैली, त्यहाँको कल्चर, ट्रेडिसनल फुडको बारेमा थाहा हुन्छ। उनीहरू घुम्न धेरै टाढा पनि जाँदैन। तिनीहरू यस्ता ठाउँहरू जाने गर्दछन् जुन ठाउँ हामी रेगुलर बस्ने ठाउँभन्दा अलिक फरक वातावरण, त्यहाँको फरक कल्चर, त्यहाँको फरक लाइफस्टाइल हेर्न र नयाँ अनुभव प्राप्त गर्न मान्छेहरू ट्राभल गर्ने गर्दछन्। धेरै जस्तो मान्छेहरू आफ्नो परिवार र साथीभाइहरूसँगको साथमा घुमेर अविस्मरणीय पलहरूको अनुभव गर्दछन्। भिडियो र फोटोहरू खिच्ने गर्दछन् जुन तिनीहरूको अनफर्गेटेबल एक्सपिरियन्स हुन्छन् र तिनीहरू त्यो याद वर्षसम्म सम्झिरहन्छन्। त्यो याद तिनीहरूले वर्षसम्म सम्झिरहन्छन्। प्रत्येक ठाउँको आफ्नै स्टोरी हुन्छ। जब तपाईँ यात्रा गर्नुहुन्छ तब तपाईँले आफ्नो समस्या बिर्सिनुहुन्छ। तपाईँलाई थाहा हुन्छ यो संसार कति ठुलो छ र तपाईँको समस्या कति सानो छ। कति मान्छेहरू परिवारसँग यात्रा गर्ने गर्दछन् र रमाइला पलहरू याद गर्दछ, किनकि अन्त्यमा रहने भनेको पैसा होइन, त्यही राम्रा पलहरूको याद हो। यात्रा केवल ठाउँ हेर्ने कुरा मात्र होइन, जीवन अनुभव गर्ने कुरा हो। कोही मान्छेहरू नयाँ देश, नयाँ ठाउँ हेर्न जान्छन् त कोही आफ्नो